आज म तपाईहरुलाई नेपालीमा बागो, गुर्बो, सर्पको मकै अनि इंग्लिशमा एलिफेन्ट फुट एम अनि हिन्दीमा चाहिँ ओल, सुरन अनि जिमिगन भन्ने खेती कसरी गरिन्छ यसको विषयमा चाहिँ तपाईहरुलाई बुझाउने कोसिस गर्दैछु। आशा छ आजको भिडियो तपाईहरु जुन कृषिमा नयाँ सोच राख्ने साथीहरुको लागि चाहिँ विशेष युजफुल हुनेछ भन्ने जिज्ञासाका सहित आजको भिडियो तपाईहरुको लागि तयारी गर्न चाहन्छु। नमस्कार, म नेपाली कृषक उस्मान वाइबा हेटौडा 19 नेवारपानी मकवानपुर बागमती प्रदेशबाट सधैँ चाहिँ कृषिमा केही नयाँ कुराहरू तपाईहरुको लागि पस्काउनु पर्छ भन्ने विभिन्न मेरो कृषिको रिसर्चहरू अन्तर्गत आज चाहिँ अलिकति हामी देख्दै डराउने नेपालमा चाहिँ जङ्गलमा प्रशस्त पाइने तर देख्दै डराउने तर इन्डियामा यसलाई चाहिँ सबैभन्दा बेस्ट तरकारी अथवा औषधिजन्य रूपमा प्रयोग गरिरहेको चिजलाई चाहिँ तपाईहरु सामु यसलाई कसरी खेती गर्दै रहेछ, यसको मार्केट कस्तो रहेछ भन्ने विषयमा बुझाउने कोसिस गर्दैछु। अनि यसको चाहिँ विशेष गरी औषधिजन्य चिजहरुमा चाहिँ सबैभन्दा ठुलो नेपालमा चाहिँ एकदम विकराल रहेको पाइलसको औषधि हुन्छ भनेको छ। पाइलसको औषधि यसको चाहिँ माथिको मुनाहरू जुन गाभा भन्छौँ हामी, गाभा खान्छौँ, त्यो गाभाहरूलाई निरन्तर रूपमा चाहिँ करिब करिब हप्तादेखि 15 दिन जति खायो भने पाइलसलाई पनि ठिक हुन्छ भन्ने कुराहरू सुनेको छु। अनि यो डाँठको पनि अचारहरू बनाउन सकिन्छ भनेको छ। अनि यो फेद जुन आलु जस्तो हुन्छ अथवा तरुल जस्तो हुन्छ यसको चाहिँ विशेष गरी उहाँहरूले सबैभन्दा अथवा इन्डियाको चाहिँ सबैभन्दा बेस्ट तरकारीको रूपमा अथवा तिहारमा त यसलाई चाहिँ उहाँहरूले अथवा चाडमा चाहिँ स्पेसल रूपमा चाहिँ यो चाहिँ धर्म ग्रन्थहरूको रूपमा पनि लिएर उहाँहरूले खानु हुँदो रहेछ। त्यो भएको कारणले इन्डियामा अथवा नेपालको तराईहरूमा यसको खेतीहरू पनि गर्दै आएको रहेछ। अनि यसलाई चाहिँ खेती कसरी गरिन्छ भन्ने विषयमा चाहिँ कस्तो कस्तो ठाउँमा कस्तो तरिकाले लाउँछ भन्ने विषयमा आजको भिडियोमा जोड्न चाहन्छु। तर म सबैभन्दा पहिला म भिडियोमा अगाडि लाग्नुभन्दा तपाईँलाई एउटा रिक्वेस्ट के गर्छु भने यो भिडियो तपाईँको हातमा परिसकेपछि एउटा लाइक अनि कमेन्ट अनि त्यहाँबाट सेयर पनि गरिदिनु होला, ताकि तपाईँसँग जोड्नु भएको जो कृषि सम्बन्धी चासो राख्ने साथीहरूको लागि चाहिँ विशेष यो चाहिँ औषधि नै रहोस् यो भिडियो भन्नको लागि चाहिँ तपाईँहरूलाई म विशेष रिक्वेस्ट गर्न चाहे। लागौँ अबको यो विशेष भिडियो सेगमेन्टतर्फ। यो खेती चाहिँ दुई प्रकारले गर्न सकिँदो रहेछ। पहिलो नम्बरमा चाहिँ हामी खाल्टो खाल्टो खनेर अनि रोप्न सकिँदो रहेछ भने दोस्रो नम्बरमा चाहिँ हामी ड्याङ ड्याङ बनाएर यसलाई चाहिँ रोप्न सकिँदो रहेछ। यसलाई चाहिँ हामी विभिन्न वैज्ञानिक डाक्टरहरूले चाहिँ तयारी गरेको जुन इन्डियाको विश्वविद्यालयहरूले तयार गरेको विषयलाई चाहिँ मैले यहाँनिर थोरै तपाईहरुलाई बुझाउने कोसिस गर्दैछु। यसमा चाहिँ दोस्रो तरिकाले चाहिँ लाइन बाई लाइन ड्याङ बाई ड्याङ बनाएर रोप्नुपर्छ भनेको छ। यसको चाहिँ ड्याङमा रोप्दाखेरि चाहिँ के कुरामा ध्यान दिने त हैन। ड्याङमा रोप्दाखेरि बोर्डबाट बोर्ड एउटा बोर्डदेखि अर्को बोर्डको दूरी चाहिँ कति हुनुपर्ने रहेछ भने 60 सेन्टिमिटरसम्मको हुनुपर्छ भनेको छ। किनभने यसको बोर्ड एकदम अग्लो जान्छ, झ्याममा त्यो तपाईँको के भन्छ त्यो पिडालोहरू जस्तो हुन्छ क्या, पिडालो जस्तो भएको कारणले गर्दाखेरि होला हैन। बोर्ड बाई बोर्डको दूरी चाहिँ 60 सेन्टि हुनुपर्छ भनेको छ। अनि अर्को ड्याङदेखि ड्याङ बिचको दूरी क्या, बिचको एउटा ड्याङदेखि अर्को ड्याङको बिचको ग्याप चाहिँ कति हुनु पर्यो भनेर भन्दाखेरि 75 सेन्टिमिटर हुनुपर्छ भनेर चाहिँ भनौँ न यो सम्बन्धी खेतीपाती गर्दै आइरहनु भएको अथवा वैज्ञानिक जुन रिसर्च गरिरहेका कृषि विश्वविद्यालय इन्डियाका विश्वविद्यालयहरूले चाहिँ भनेको अनुसार चाहिँ यतिको हुनुपर्छ भनेर चाहिँ यसको डिस्टेन्सहरू भनेका छन्। अब यसलाई चाहिँ अब कुन महिनामा रोप्न सकिन्छ भन्ने कुरा पनि तपाईहरुलाई जिज्ञासा होला हैन। यो चाहिँ विशेष गरी फागुनको दोस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्ममा रोपिसक्ने ड्याङ बनाएर ड्याङको बिचबिचमा खाल्डो खाल्डो बनाएर रोपिसक्नुपर्छ नेपालको लागि चाहिँ भनेर विशेष गरी जो अब खेतीमा अब जग्गा छ, अब जग्गा पर्याप्त मात्रामा छ अनि उसले समय अब जमिनमा धेरै दिन सकिएको छैन भने जसले पिडालो खेती गर्नु भएको छ, जसले चाहिँ अदुवा खेती गरिरहनु भएको छ, जसले तरुल खेती गर्नु भएको छ उहाँहरूले गर्ने तरिका नै यसमा चाहिँ लागू हुँदो रहेछ। यसमा चाहिँ ठ्याक्क लगाउने समय त मैले भनिहालेँ तपाईहरुलाई कस्तो कस्तो ठाउँमा लाउने भन्दाखेरि चाहिँ जमिनमा पानी नजमोस् है, सबैभन्दा ठुलो कुरो पानी नजमोस्, हल्का भिरालो भिरालो रहे पनि हुन्छ, धेरै भिरालो होइन हल्का भिरालो भिरालो पनि रहे हुन्छ भन्ने कुरा गरेको छ। यसलाई चाहिँ
विशेष गरी चाहिँ छपनी लाउँदो रहेछ। यो रोपिसकेपछि छपनी लाउने। छपनी भनेको के हो भन्दाखेरि तपाईँले थाहा नपाउन सक्ला। छपनी भनेको जस्तै तराईतिर उखुको जुन डाँठहरू हुन्छ नि, जुन पातहरू फालेको पातहरू धेरै हुन्छ नि, तपाईँले केलाएर फालेका, यसलाई माथिबाट छोप्न सक्यो छपनी भनिन्छ। अनि अर्को कुरा, पराल तपाईँहरूले प्रशस्त मात्रामा हुन्छ भनेदेखि खेर जाने परालहरू छ भने त्यसलाई बिछाइदिनुहोस्, यसलाई नै छपनी भनिन्छ। यदि पहाडी बेलमा हुनुहुन्छ भने तपाईँ गाई बस्तु बाख्रा चराउनुहुन्छ भने तपाईँहरूलाई बाख्रालाई खुवाउने जुन घाँस खुवाउनलाई झुन्डाउनलाई घाँसहरू, जुन डाले घाँसहरू काटेर लिएर आउनुहुन्छ नि, त्यो जुन त्यो झिगडा अब हो, त्यसलाई नै ठक्क के गर्नु पर्यो, ओछ्याउनु पर्यो, बिछ्याउनु पर्यो माथिबाट। अथवा तपाईँले चाहिँ हामी पहाडी बेलमा थाकल पाइन्छ, थाकललाई पनि यो माथिबाट छोप्न सकियो, तर धेरै मात्रामा होइन। म्याक्सिमम के भन्छ 1.5 देखि 2 इन्चसम्मको मात्रै त्यसलाई चाहिँ मोटाइ के छपनीको मोटाइ चाहिँ 1.5 देखि 2 इन्चको हालिदिने। यसरी तपाईँले चाहिँ लाउनु भयो भने यसलाई बेटर मानिन्छ। अनि त्यो छपना लाउनुको कारण के होला त? फाइदाहरू। छपना लाउनुको पनि त फाइदा चाहियो नि, होइन? त्यो किन लाउँछ त भन्दाखेरि 1 नम्बरमा छपना लाउनुको फाइदा भनेको त्यसमा हामी फागुनको अन्तिम चैतको पहिलो हप्ता भनेको चाहिँ करिब करिब हामी पानी नपर्ने मौसम हो। पानी नपरेपछि के हुन्छ? जमिन एकदम सुक्खा हुन्छ। हो, जमिन सुक्खा भइसकेपछि यसलाई चाहिँ अलिकति जमिनलाई चाहिँ के रहोस् भने उनीहरूले चाहिँ चिस्यान बसोस् भन्नको लागि जुन त्यसरी छोपिसकेपछि चिस्यान हुन्छ। अनि उसलाई चाहिँ जुन त्यो बिउ हुन्छ, बिउ अङ्कुरित अथवा चाहिँ बिउ माथि निक्लिनलाई राम्रो मद्दत गर्छ। अनि अर्को नम्बरमा चाहिँ के हुन्छ भने अब पानी यदि परिहाल्यो भने त्यसैमा सोसेर पानीले संरक्षण गरेर राख्ने भयो। अर्को दोस्रो नम्बरमा चाहिँ के हुन्छ भने तपाईँको अब बर्खायाम सुरु हुन्छ। बर्खायाम सुरु भइसकेपछि म्याक्सिमम झारहरू उम्रिन्छ क्या। त्यो झारहरूलाई माथि आउन दिँदैन। जुन हामीले लागेको बाली मात्रै माथि आउन पाउँछ, त्यसले तल थिचेरै राख्छ। त्यस दोस्रो नम्बरमा त्यो फाइदा भने, तेस्रो नम्बरमा त्यही हामीले जुन छपनी बनाएको छ त्यो चिज कुहिन्छ। कुहिएपछि त्यहीँनिरको लागि भोलिको लागि मल भयो। अब यसको चाहिँ यसलाई चाहिँ रोप्ने तरिका कस्तो होला, होइन, कसरी रोप्ने भन्ने विषयको विशेष जानकारी आजको यस भिडियोमा मैले जोड्ने कोसिस गरेँ। मैले जानेको बुझेको कृषिमा केही नयाँ कुराहरू, आजको कृषिमा लाग्न खोज्ने, केही फरक गर्न खोज्ने नयाँ युवा साथीहरूको लागि चाहिँ केही कृषिका नयाँ कुराहरू जोड्ने कोसिस गरेको थिएँ। अब यसको मार्केट कस्तो होला भन्ने होला तपाईँहरूको लागि। खासै यसको लागि मार्केटको लागि यो कसरी खान्छ भन्ने, यो कसरी पकाउँछ भन्ने तपाईँहरूलाई जानकारी नभएको कारणले हो। यदि यस पकाउने तरिका मात्रै जानकारी भयो भने यसको मार्केट म्याक्सिमम रहेछ। अब इन्डियाको विशेष मैले युट्युबमा हेरेको भिडियोहरूमा हेर्दाखेरि चाहिँ यसलाई पकाउने तरिका खासै गाह्रो छैन भन्दै आजको भिडियो तपाईँको लागि कस्तो लाग्यो? जस्ताको तस्तै म नेपाली कृषक उस्मान वाइबा यहाँबाट जोडिन चाहेको थियो भिडियोबाट। म नेपाली कृषक उस्मान वाइबाले तयार गरेको यो भिडियो तपाईँको लागि आजको लागि कस्तो लाग्यो? एउटा जस्ताको तस्तै लाइक, एउटा कमेन्ट अनि सेयर गरिदिनु होला। अनि यदि पेजबाट हेर्दै हुनुहुन्छ भने पेजलाई पनि फलो गरिदिनु होला। यदि टिकटकबाट हेर्दै हुनुहुन्छ भने टिकटकलाई पनि फलो गरिदिनु होला। अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै म छुटिन चाहन्छु यस भिडियोबाट। हस्, ओके, बाई, नमस्कार।